समीर सनमसँग पाहा पक्रिनु भएको छ है। मान्छे पलाउ पाहा त खोइ पाहा छैन हैन यो पानी यति चिसो छ कि यति चिसो कति चिसो छ छामा त आमा चिसो ओभरै चिसो यसमा त के छ र यो फ्रिजमा राखेको जाऊ 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 करायो ल हाँ ओइ बाघ आयो हट भागो केटा हो भागो केटा हो भागो बाघ आयो भन्यो यहाँ छेकेर दुवाली छेकेर हान्नु खोजेको पाहा भेटेन बाघ आयो ला यो फेरि के हो जडीबुटी भन्दै बोक्नु भयो त यो जडीबुटी हो जडीबुटी नै हो यो यो के गर्छ यसले यो यसको सबै भित्रको त्यो घाउ भागहरू निको यसले हैन होला आमाले ढाड्नु भयो पखाला लागेको रोकिन्छ के छेरपाटी लागेको पखाला भन्नाले कस्तो त्यो छेराउटी हो कि क्या हो हाम्रो छेराउटी लागेको निको हुन्छ ए त्यो बोसो धेरै खाँदाखेरि सबै झारपातहरू यो लमजुङ जिल्लाको यो पहाडी सबै खास त तोरीबारी भन्ने रहेछ पहिला गुरुङ भाषामा चाहिँ ननमराउ भन्छ के है दर्शकवृन्द हामीले फलो गरिरहेको विषयवस्तु समीर र सनमको विषयमा आज हामी लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वार्ड नम्बर 3 सिउरुङ भन्ने ठाउँमा आइपुगेका छौँ र सनम र समीरको अब जन्म दर्ता बनाउनु छ हामीले अनि नागरिकता पनि बनाउनु छ। हिजो भेटघाट गर्दै हाम्रो दिन गयो शनिबार पनि पर्यो अनि के अरे सरकारी अफिसहरू पनि खोल्दैन र तसर्थ आज हामी बिहानै वडा कार्यालय जाने तयारीमा छौँ र त्योभन्दा पहिला हाम्रो गाउँपालिका सदस्य हुनुहुँदो रहेछ यो मर्स्याङ्दी गाउँपालिकाको उहाँसँग हिजो पनि हाम्रो चाहिँ अफलाइन कुरा भएको थियो अफ क्यामेरा र अहिले चाहिँ अब यो नानीहरूको जन्मदर्ता बनाउनको लागि उहाँबाट पनि केही सहयोग हामीले अपेक्षा राख्दै म उहाँसँग थोरै कुराकानी गर्छु र हामी वडा कार्यालयतिर पनि लाग्छौँ। सबैभन्दा सुरुमा त सदस्यज्यूलाई नमस्कार। धन्यवाद। के नाम पो हजुरको? हजुर मेरो पारकासी गुरुङ। पारकासी हजुर। जस्तो सनम र समीरको विषयमा हजुरलाई त थाहा होला होइन। अब उहाँको जन्म दर्ताको लागि कसरी सहजीकरणतिर जान सकिन्छ बन्छ बन्दैन बन्नु त पर्ने हो होइन तपाईँहरूको केही सल्लाह भएको छ कि यो विषयमा? हजुर यसको बारेमा मैले सानोमा पनि देखेकै बच्चाहरू हो सानो बच्चा देखेदेखि एकछिन बेपत्ता भइहाल्यो अहिले यो मिडियममा देख्दाखेरि मलाई एकदम सपना अब त्यही सानोमा देखेको याद पनि झल्को आयो मलाई अब यो बच्चालाई कसरी ल्याइदिन्छ होला कसरी भेट्ने होला भन्ने मेरो पनि सोच लागिरहेको थियो गर्दा अब हजुरहरूको के अरे उसबाट चाहिँ सबै सम्पर्क भएपछि मलाई आशा लाग्यो अब बच्चाहरू पक्कै पनि आउनुहुन्छ भन्ने अब आशा गर्दै आज यहाँसम्म आइपुग्नु भयो गाउँसम्मै ल्याइदिँदाखेरि सर्वप्रथममा हाम्रो यो पाल्ने आमालाई विशेष धन्यवाद र हजुरहरूलाई पनि धन्यवाद दिँदै यो उहाँहरूको जन्मदर्ताको बारेमा जे गर्नुपर्ने हो उहाँहरूको अब नपाउने कुरो छैन नदिनु कुरो छैन अब बाबा हाम्रै यही गाउँको मान्छे हो नचिन्ने मान्छे होइन बाबा पनि अहिले विदेश भए तापनि आमा अथवा दाई फुपू र सबै यहीँ हुनुहुन्छ अब सकेसम्म म प्रयास गर्दैछु दिन्छु उहाँलाई जन्मदर्ता जसरी पनि मिलाइदिन्छु अब दाईबाट अहिले बाबा नभए तापनि कान्छा आमा हुनुहुन्छ यतै कान्छा आमा बाबाको नागरिकता हुन्छ अरे हजुर बाबाको नागरिकता हजुर छ होला सर मैले यसको बारेमा पनि हजुर पहिला पनि यो जस्तै उहाँको दाई फेरि यो लक्ष्मण गुरुङ भन्ने छ नि उहाँको बारेमा पनि मैले धेरै काम चाहिँ गरेको उहाँ पनि बिचरा 2टा किडनी फेल भएर बसेको छ 2-3 वर्ष अगाडि चाहिँ अब सहयोगको बारेमा धेरै काम गरेको त्यस कारणले अब आमा बाबाको नागरिकता पक्कै पनि छ होला अनि बाबाको नागरिकता र यहाँ अहिले दाई हुनुहुन्छ के अरे लक्ष्मण गुरुङ भन्ने उही दाईबाट दिने चाहिँ मिलिरहेछ के अरे अहिले त्यस कारणले चाहिँ अब लक्ष्मण दाई र कान्छा आमा लगेर उहाँको साथसाथै म पनि गएर वडा कार्यालयमा यहाँ सनम र
समीर गुरुङको जन्मदर्ता चाहिँ जसरी पनि म दिलाउने काम चाहिँ गर्छु सर। धन्यवाद छ वडा सदस्यज्यूलाई र हामी त्यो अपडेटहरू पनि तपाईँहरूमा राख्नेछौँ। र लमजुङ आइसकेपछि सनम र समीरको गाउँ आउँदाखेरि मलाई यस्तो लाग्यो कि उहाँको कान्छी आमाको अवस्था पनि एकदमै नाजुक रहेछ। घर हेर्दाखेरि चाहिँ होइन त्यो अरूको जग्गामा बस्नु भएको रहेछ होइन, छड्के पानी आउँदा पनि पुरै भित्र आल पोखरी हुँदो रहेछ होइन, त्यस्तो अवस्था पनि देख्यौँ। सम्भवतः यो भिडियो जहाँबाट हेर्दै हुनुहुन्छ समीर सनमलाई अहिलेसम्म धेरैले हेरिसक्नुभयो र सक्नुहुन्छ भने सकेको सहयोग गरिदिनु होला भन्न पनि चाहन्छु। उहाँको चाहिँ फाइनेन्सियल रूपमा केही मात्रामा सहयोग गरिदिनु भयो भने सायद यो बच्चाहरूको भविष्य राम्रो हुन्छ भन्ने हामीले प्रष्ट देखिसकेका छौँ। र यहाँनिर के अर्को कुरा के रहेको छ भने उहाँहरूको जेठीपट्टिको चाहिँ छोरा हुनुहुँदो रहेछ, उहाँ किडनी फेल, अनि अब भएको एकजना श्रीमानले यता श्रीमतीको अवस्था त्यस्तो ठाउँमा राखेर श्रीमती पाल्न सकेको छैन, यता छोराको उपचार गर्न सकेको छैन। अब यो दुईजना छोराहरू जोडियो, दुईजना छोराहरूको भविष्य के गर्ला त्यो हामीले अलिकति उहाँले चाहिँ धान्न नसक्ने अवस्थाको नै हामीले बुझ्यौँ। तपाईँहरूमाझ पनि ती राखिरहेका छौँ। अब जस्तो सनम र समीर यो गाउँबाट हराएको त्यो धेरै वर्ष भयो होइन, पछि बिचमा हराएको छ खोज्नुपर्छ भन्ने चाहिँ तपाईँहरूलाई कहिले लागेन होला है? मैले एकचोटि मात्रै यसको बाबालाई कोर गर्दाखेरि तपाईँको त दुईवटा बच्चा पनि थियो नि, कान्छ कता छ भन्दाखेरि अब खोइ कता छ एकचोटि खोजताल त गरेको यो तर भेट्न सकिएन भनेर उहाँको बाबाले त्यति भन्नुभयो। अब आमासँगै होला भन्ने कुरा आयो बाबाको पनि, मैले सोद्धाखेरि त्यहाँदेखि आमासँगै होला भन्दाखेरि त्यहाँदेखि म पनि ढुक्कै भएर बसेँ। अहिले चाहिँ यो भाग्यले अब सनम र समीर चाहिँ यहाँसम्म आइपुग्यो, धेरै राम्रो। अब यसको यो साथसाथै म तपाईँले पनि कुरो उठाउनु भयो यो हाम्रो लक्ष्मण गुरुङको उहाँहरूको दाइको बारेमा पनि एकदमै समस्या छ उहाँको बारेमा। उहाँ अब 3-4 वर्षदेखि नै यो दुईवटा किडनी फेल भएर धेरै सहयोगतिर गएको थिएन, तर कतै पनि सहयोग नआएको त होइन, आएको थियो तर अहिले चाहिँ किडनी पर्याप्त मात्रामा भएन त्यो पनि हो। अब अहिले भन्यो भने यो हाम्रो उता पोखरा जाँदाखेरि हाम्रो यो सरिता मगर भन्ने एउटा दिदी रहेछ, समाजसेवी हुनुहुन्छ होइन? हजुर समाजसेवी एकदम यो मगर समाजको अध्यक्ष नै रहेछ उहाँ दिदी। उहाँ बहिनीले पनि फोन गर्नुभएको थियो अब यो लक्ष्यमको लागि चाहिँ किडनी दिने मान्छे पाए भए हामी सहयोग जसरी पनि उठाइदिन्छौँ दिदी, तपाईँले यसो सामान्य गरिदिनु भनेर भनेको थिएँ। अब किडनी दिने मान्छे पाएन यता, फेरि अब त्यहाँदेखि फेरि आलपत्र भयो लक्ष्मण गुरुङलाई। फेरि यो भिडियो हेर्नुभयो भने किडनी दान दिनुहुन्छ भने पनि सम्झिनु होला भन्न चाहन्छु होइन। अब नेपालको कानुन अनुसार किडनी किनबेच गर्न पाइँदैन होइन, त्यो भएको कारणले गर्दा कसैले दान दियो आफ्नै मान्छेले दियो भने मात्रै हो, नत्र हजुर मैले पनि त्यही भन्न चाहन्छु सर। सकेसम्म यो लक्ष्मण गुरुङलाई अब यदि नदिने भए त के गर्ने होइन, सकेसम्म अहिले यो आफन्तजनहरूलाई पनि म अनुरोध गर्न चाहन्छु भने एउटा उहाँको पनि जीवन जिउन पाए होइन। भर्खरको मान्छे हुनुहुन्छ, अब बिचरा 21 वर्षदेखि रोग लागेको थियो, अहिले 24 वर्ष पुगिसक्यो। अब आफन्तहरूले पनि यसो दया लागेर किडनी दियो भने अझै हाम्रो अहिले गर्दा यो हाम्रो झापकै एकजना सर पूर्ण प्रधान सर भन्नेले एकदमै युएसमा हुनुहुन्छ होइन? युएसमा हुनुहुन्छ, मसँग कुरा भएको थियो हजुर, अमेरिका हुनुहुन्छ। उहाँले आज पनि फोन गरिरहेको छ मलाई, अब लौ न दिदी जसरी पनि तपाईँले मिलाइदिनु पऱ्यो, कसै परिवारलाई फगाउनु पऱ्यो, उहाँको अब जति लाग्छ खर्च 10 लाख 20 लाख जति खर्च लागे पनि उसको खर्च बिहोर्ने मान्छे म जिम्मेवारी म भयो भनेर यतिसम्मको कुरो पनि आज अहिलेसम्म कन्ट्याक्ट छँदैछ। अझै पनि पूर्ण प्रधान सर चाहिँ हजुर पूर्ण प्रधानजी हजुरलाई धेरैभन्दा धेरै धन्यवाद पनि दिन चाहन्छु। अब समीर भाइ अब जन्मदर्ता बनाउन जाँदैछौँ, कस्तो महसुस भइरहेछ? राम्रो मात्रै खुसी? कतिको खुसी? अनि हिजो गाउँ आइयो, सबैजना भेटियो, जन्मघर देख्नुभयो, कस्तो लाग्यो त्यतिखेर चाहिँ? रमाइलो लाग्यो। अनि सनम भाइलाई चाहिँ रमाइलो, धेरै खुसी। अनि कहाँ तपाईँ त खुसी रोएर तपाईँ दुखी चाहिँ भयो होला? छैन, खुसी भए। साँच्चीकै हो? तपाईँ रुकुरुई गर्नुहुन्थ्यो अनि म खुसी हो कि वा दुखी हो नि, अब के थाहा? खुसी हो, खुसी। अनि कहिले सोच्नु भएको थियो यसरी चाहिँ म गाउँ आइपुग्छु, सबैजनासँग भेट्छु, मेरो गाउँ कुन ठाउँ होला, कहिले जाने, कहिले सोच्नु भएको थियो? कहिले थिएन है? पहिला सानोमा आउनु भएको थियो अनि त्यो घरहरू याद रहेछ, कुन ठाउँ जस्तो त लाग्दैन थियो? कहाँ होला जस्तो लाग्थ्यो? म त इलाम होला भन्नुभएको थियो। त्यो लमजुङमा भएको
दुई तले माटोको घर इलाममा होला भन्ने तपाईँले सोच्नु भएको सानोमा देखेको चाहिँ देखेको त्यही घर होइन हिजो देखेकै घर होइन सपना जस्तै भयो त्यो घर इलामदेखि यहाँ आएर राखे क्या हो त्यस्तै वास्तवमा उहाँहरूको कहानी साँच्चीकै सुन्दाखेरि जसको पनि आँखा रसाएर आउँछ र हामी अब के अरे जन्म दर्ता बनाउन आज हामी दिनभरि वडा कार्यालयमै व्यस्त रहन्छौँ होला त्यसपछि नागरिकता बनाउन भोलि जिल्लामा व्यस्त रहन्छौँ होला है सबैजनालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र धेरैजनाले +2 सम्म पढ्नको लागि भाइहरूको व्यवस्थापनको लागि पनि मेसेजहरू गर्नुभएको छ मैले मेसेज रिप्लाई दिनु पाएको छुइनँ मलाई मेरो फोनहरू धेरै आइरहेको छ तर मैले उठाउन पाइरहेको छुइनँ मलाई मेसेज गर्नु होला म हजुरलाई जसरी पनि रेस्पोन्स गर्नेछु मेरो वाट्सएप छ जुन नम्बरमा हाम्रो भिडियोमा चाहिँ नम्बर छ त्यहाँ हाम्रो वाट्सएप छ मेसेज गर्नु होला हामी रिप्लाई गर्छौँ र म यति चाहिँ बिन्ती गर्न चाहन्छु कि भाइहरूको +2 सम्म पढ्ने व्यवस्थापन गरिदिनु भयो भने सायद तपाईँले कुनै मठ मन्दिरमा धर्म पूजा गरिराख्नु पर्दैन होला क्या धर्म कमाउनको लागि म यो अनुरोध गर्न चाहन्छु तपाईँले आफ्नो सम्झेर 2-4 रुपियाँ चाहिँ भाइहरूलाई सहयोग गरिदिनु भयो भने यिनीहरूको भविष्य बन्ने हामीले प्रष्ट देख्यौँ फेरि राम्रो पनि पढ्दैछन् बोर्डिङमा पढ्दैछन् भाइहरू अब त भाइ पढ्ने होला नि त ढुक्कले है अनि पढेर चाहिँ के बन्ने अरे ब्रिटिस आर्मी भाइ चाहिँ तिमी बिजनेसम्यान बन्ने के बिजनेस गर्ने अस्ति भन्दै थियौ त के बिजनेस अरे भन न त्यो मैले हैन यसले बनाइदिएको तिमीले भनेको तैले नि त भनेर भने हैन तिमीले भनेको थियौ के पो भन्दै थियौ कुखुरा फार्म सुरु गर राम्रो हुन्छ भनेको थियो नि त ए अनि तिमी पनि त्यही गर्ने कतिवटादेखि सुरु गर्ने अरे मैले भनेको हैन है तैले मलाई आइडिया दिएको हैन आइडिया त दिएको रहेछ नि त मैले भनेको मात्र कतिवटादेखि सुरु गर्ने भाइ म 10-15 वटादेखि कुखुरा नकुट्नु नि फेरि मर्छ त्यो अन्डाहरू पनि फुट्छ नि फेरि है र हामी अलिकति थाकेको महसुस पनि भयो भागदौड हिजो यता कुद्दा उता कुद्दा है र आज चाहिँ हामी यहाँ कसकोमा छौँ लु भन्नु फुपूकोमा यो गाउँको नाम के हो सिङ्ग्रे सिउरुङ ओके तिम्रो गाउँको नाम चाहिँ के रहेछ मर्स्याङदी वडा कार्यालय 3 वडा नम्बर 3 मर्स्याङदी गाउँपालिका वार्ड नम्बर 3 त्यो गाउँको नाम हौ सिउरिङ होइन भाइलाई थाहा छ अप्ठ्यारो छ ननमरङ नराम्रो भन्छ के नराम्रो होइन भाइले आफ्नो गाउँको नाम भन्नु सकेन है नराम्रो ननम र अहिले लेखेर राख्नु गाउँको नाम तिम्रो जुन त्यो के अरे माटोको घर 2 तले छ नि त्यो भएको ठाउँको नाम चाहिँ के भन्नुभयो मलाई ननमरङ सर ननमरङ पनि भन्छ पहिलाको नाम चाहिँ तिप्रुङ टोल पनि भनिन्छ त्यसलाई तिप्रुङ टोल पनि भनिन्छ खास एकदम चल्ने नाम चाहिँ ननमरङ भनिन्छ ननमरङ भन्ने सर नन भन्ने तोरी भयो मो भन्ने बारी भयो तोरी बारी हो कि खास त अब गुरु भाषामा चाहिँ ननमरङ भनिदियो त्यही भएर बाबुहरूले अप्ठ्यारो भयो खास त पुरानो नाम चाहिँ तिप्रुङ टोल हो सर तिप्रुङ टोल है र यहाँनिर चाहिँ अब हामी अहिले थोरै कुराकानी किन गरेको भन्दाखेरि भाइहरूको सहजीकरणको लागि वडा सदस्य हामीसँग जोडिँदाखेरि हामीलाई एकदमै गर्वको फिल भएको छ र उहाँ हामीसँग जोडिनु भयो यसरी चाहिँ भाइहरूको डकुमेन्ट बनाउनको लागि सहयोगहरू गरिराख्नु भएको छ उहाँलाई हृदयदेखि नै धन्यवाद छ दि हजुरलाई होइन र अब हामी वडा कार्यालयतिर जाउँ होला है र जान्छु सँगसँगै गएर अब आज नागरिक जन्म दर्ता बनाउने सकेसम्म अब बाबुको चाहिँ नागरिकता मिल्यो भने नागरिकता बनाइदिन्छ कि भन्ने अब
उमेरले त कानुनले त दिन्छ के अरे कानुनले दिन्छ, हजुरहरूको तर आज समय के समयले पो मिल्छ छ समयले के छ सक्छ मिल्छ भने अब समय मिल्यो भने नागरिकता बनाउन झन् सजिलो हो है हो यदि आजै उहाँको नागरिकता बनाउने समय भएछ भने हामी त्यो पनि गर्नेछौँ र त्यो पनि तपाईँहरू माझ राख्नेछौँ। हामी चाहिँ यस्तै व्यस्त रह्यौँ कि सनम र समीरको आफन्त अनि उहाँहरूको डकुमेन्ट बनाउनुमै व्यस्त रहेका छौँ र सहयोग कसले कहाँबाट कति गर्नुभयो भन्ने विषयको एउटा भिडियो तपाईँहरू माझ पस्किनै बाँकी छ। अझै धेरै कामहरू गर्न बाँकी नै छ। हामीलाई फलो गर्दै गर्नुहोला, हामीसँग जोडिराख्नु होला। हामी समीर र सनमको प्रत्येक अपडेटहरू तपाईँहरूमाझ राख्दै जानेछौँ र एउटा खुसीको कुरा चाहिँ के लाग्यो भने सनम र समीर अब कुनै सुकुम्बासी अथवा कुनै अनागरिक होइन, उनीहरू नेपालकै नागरिक हुन्। बिनु गुरुङको सन्तान हो। बिनु गुरुङको बुवाको नाम के थियो, बाजेको नाम हिजो सोधेको थियो नि, म त बेला बेला सोध्छु बिर्सेँ क्या क्राङ छ मन क्राङ बाजेको नाम जहिले पनि जहाँ पनि बाउको नाम त्यति सोध्दैन कि बाजेको नाम सोध्छ है। मन क्राङ। अब तिम्रो नाम पनि त्यही राख्ने हो, समीर क्राङ, यता सनम क्राङ भरे त्यसरी राख्नुपर्छ है ल। किन राख्ने सबै सन्तानै त्यस्तो रहेछ। अनि खास तपाईँको नाम पनि बिनु, तपाईँको बुवाको नाम बिनु क्राङ रहेछ है। सनम राख्ने नि होइन, पुर्खौली नाम हो होइन। हो हामी सायद भरे जन्मदर्तामा त्यही नाम भयो भने तपाईँहरूमा त्यो पनि राख्नेछौँ होइन। राख्नुपर्छ नि त्यो त है, किनभने तपाईँहरूको पुर्खौली नै त्यो जोडिँदै आएको रहेछ क्या उहाँहरूको। सजिलो हुन्छ पछि, बुझ्नुभयो नि। पछि यदि तपाईँ ल मानव जापानै जानुभयो भने त्यतिखेर डकुमेन्ट स्ट्रङ खोज्छ, यति पनि मिस्टेक हुनु हुँदैन, बुझ्नुभयो नि। त्यही भएर डकुमेन्ट सुरुदेखि नै स्ट्रङ बनाएर लानुपर्छ है भाइ। यो चाहिँ ध्यान दिनु होला। म तपाईँहरूलाई यही चाहिँ भने ल। पछि तपाईँ ब्रिटिस लाउरे जाने भन्दै हुनुहुन्छ होइन, त्यहाँ पनि डकुमेन्ट स्ट्रङ खोज्छ, बुझ्नुभयो। त्यही भएर बरु जे छ बाउ बाजेले के फलो गरेर आएको छ त्यसलाई मजाले फलो गऱ्यो भने सजिलो हुन्छ पछि। हस् ल, हामी अब वडा कार्यालयतिर जान्छौँ। सम्पूर्ण दर्शक महानुभावहरूमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सम्पूर्ण सहयोगी मन, सहयोगी हातहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूमा अब सहयोगको भिडियो पनि त्यो अपडेट पनि हामी अर्को भिडियोमा सायद राख्छौँ होला।